हेलो गुड मर्निङ सबैलाई र सबैलाई ह्याप्पी स्टार। अहिले हामी स्टार क्यारल गर्नको निम्ति झर्दैछौँ र अँधेरो छ बाटो। आज चाहिँ प्रभु यीशु क्रुसमा टाँगिकन अस्ति गुड फ्राइडेमा मर्नुभयो अनि तेस्रो दिन आजको बिहानी प्रभु यीशु ख्रीष्ट फेरि पनि बौरी उठ्नु भएको यो शुभ सन्देश है सबैलाई सारा संसारमा यसरी अब यो बिहानी पख फैलिएको थियो भने आज त्यही एउटा खुसीको समयलाई स्मरण गर्नको निम्ति हामी फेरि स्टार क्यारल गर्नको निम्ति हामी भेला भइरहेका छौँ। बिहानको 4 बजी हामी यसरी भेला हुँदैछौँ। कता आएन र त्यहाँ छैन है हौ ह्याप्पी स्टार डिका। हामी स्टार क्यारलको लागि जाँदैछौँ। विमल पनि आउँदैछ र हामी लास्ट इयर त यो बाटो त खस्रो थियो नि होइन, सोलिङ थियो नि होइन। योपालि पिच भएको छ। यो पिचमा योपालि हामी फेरि स्टार क्यारल गर्न लागेका छौँ। हामी सधैँ चाहिँ यो परमानसिंह स्कुल परिसरमा हामी भेला हुन्छौँ अनि क्यारल गाउँदै हामी सामदान उपासनालय चर्चसम्म हामी जान्छौँ। एल्डर बाउहरू अघि आइसक्नु भएको छ। सबैलाई ह्याप्पी स्टार, सबैलाई ह्याप्पी स्टार। जय मसी। एउटा एन्टी बाउ हाम्रो मण्डलीका आमाहरू पनि उपस्थित भइसक्यो। यो दुईजना पनि सेवा पनि सँगै हिँड्छ हो। आज स्टार क्यारलमा पनि आइपुगेछ यो दुईजना। यो मोटु यो पत्लु। ल हाम्रो मोहन सर पनि आइपुग्नु भयो हो र हाम्रो यहाँ मङमित बहिनी पनि आइपुगेको छ। यसको चाहिँ आङ दुख्ने बिमार छ, उठ्नु साह्रो परेको छ। बौली उठेको एउटा हामी रमाट गर्छौँ है र हामी यो क्यारललाई सुरु गर्नुभन्दा अगाडि हामी पहिला प्रार्थना गरौँ। अझ समयले प्रार्थना गर्ने अनि गाउँकी 88 नम्बर छ हाम्रो गीतमा अनि यता गीत सङ्ग्रहमा चाहिँ 46। हामीले प्रार्थना गरिसक्यौँ र अब एउटा स्तुति गाइकन हामी यहाँबाट फेरि हेर्नेछौँ। 88 नम्बर 46 नम्बरको छ। उठे प्रभु हाम्रो जय जय गाउनको, शैतानमाथि जयवन्त हुँदा उद्धार भो सबको। शैतानमाथि जयवन्त हुँदा उद्धार भो सबको। त्यो बन्धन तोडियो जगत उद्धार गराए। हाम्रो पापको दाग मेटाउन, हाम्रो पापको दाग मेटाउन क्रुसमा प्राण त्यागे। संसारमा प्राण त्यागे। साना ठुला जगत सबलाई उनले बचाए। सँगै
उठे प्रभु हाम्रो जय जय उनको त छाएको बिहानी थियो Happy Easter! भन्छु आराधना गर्दैछु सबमा धन्य भन यो प्रभुको इच्छा हो यस्तो शोभा तिम्रो उदेको शक्ति छ बिहानीको दृश्य सामदान चर्चको छेउबाट यस्तो छ हामी क्यारोल गाउँदै गाउँदै इस्टर क्यारोल गाउँदै गाउँदै हामी यो डाँडासम्म आएका छौँ। अब यहाँबाट चाहिँ हामी एकछिन सेवा गरिकन हामी छुट्टिनेछौँ। छुटकारा छ कति आनन्द छ कति आनन्द छ प्रभुको प्रशंसा हुनुपर्छ। बापा महापुजारी पुजाउँछ एकछिन यहाँ गाउँमा बाउदानमा आउँछु आराधना हामी यहाँ चर्चभित्र पसिकन आज ह्याप्पी इस्टरको एउटा सेवा बिहानी पखको सेवा गर्नेछौँ। यो चाहिँ हाम्रो सामदान उपासनालय चर्च खामदोङ यहाँबाटको सो हेर्दा चाहिँ सिनहरू चाहिँ यस्तो देख्छ। हेर्नु चाहिँ मजाको छ है। सबैलाई ह्याप्पी इस्टर।
जहाँ 2 कि 3 जना मेरो नाउँमा एकसाथ भेला हुन्छन् त्यहाँ दिनको बिचमा म हुनेछु। यीशु प्रभु हामी बिचमा हुनुहुन्छ भनेर हाम्रो आँखाले देख्दैनौँ है। हामी गर्ने गर्छौँ। अनि हामी सन्तान मण्डलीको जति प्रियहरू हामी कर काट्ने होइन, तर हामी खुसीको हौसलामा आजको यो समय हामीले पायौँ। 2024मा पनि गऱ्यौँ अनि बडो अप्ठ्यारो प्रकारले हामीले केरल गाउँथ्यौँ भने योपालि खुसी छ। एउटा है चिल्लो ठाउँमा हामी गाउँदाखेरि बडो आनन्द लाग्यो अनि साँच्चै नै परमेश्वरलाई महिमा भएको छ। र हाम्रो कति युवा युवतीहरू यसरी यो दिनलाई महत्त्वपूर्ण देखेकै छैन, किनभनेदेखि यसलाई साधारण तौरले पनि सम्झिन्छ हाम्रै विश्वासीहरू मण्डलीमा हाम्रै जवान भाइ बहिनीहरू पनि। तर हामीले गर्न पायौँ, परमेश्वरले हामीलाई देखिरहनु भएको छ, उहाँको महिमा हामीले गर्न पायौँ, परमेश्वरले हामीलाई आशीष दिनुहुन्छ। सधैँ हामी यो काम हामी गर्नुपर्छ। यही कुराहरू देख्यो 2025को आज एकदम इस्टर क्यारल गर्ने अवसर हामीलाई दिनुभयो। हामी यहाँ तपाईँले भन्छ जहाँ 2 कि 3 जना मेरो नाउँमा भेला हुन्छ म तिनीहरूको बिचमा हुन्छु। प्रभु तपाईँ हाम्रो माझमा हुनुहुन्छ है। र यो जति पनि नयाँ पिरियड भएको समय छ हाम्रो निम्ति महत्त्वपूर्ण दिन, किनभने प्रभु यीशु ख्रीष्ट पहिलाबाट नै बोल्नु भएको छ। प्रभु यीशु ख्रीष्ट है क्रुसमा मर्नुपर्छ अनि फेरि पनि जिउनुपर्छ भन्ने कुराहरू यो चाहिँ परमेश्वरको योजनामा भएर आएको कुराहरू हामीलाई थाहा छ। अनि यो कुराहरू भएर एकदमै पर्फेक्टली हाम्रो मानव जातिको माझमा चाहिँ यो कुराहरू देखाइदिएको छ। अनि प्रभु यीशु ख्रीष्ट फेरि पनि आज तेस्रो दिनमा यसरी जिउनु है। हामी यौनाको सुसमाचार 20 अध्यायमा हामीले स्पष्ट पाउँछौँ। यो आज हामीले यही विषयमा बोल्नुपर्छ, किनभने यो एउटा ऋतु चेयरको विषय होइन। प्रभु यीशु ख्रीष्ट जब क्रुसबाट मारिनु भयो अनि यहाँ भनेको छ पिलातुसलाई मागेको छ, त्यो लास गाडिएको छ। अनि त्यो लास कस्तो जग्गामा गाडियो, एउटा बगैँचाको छेउमा। अनि एकदमै एउटा त्यो जुन चाहिँ चियान चाहिँ पहिलाको उयसमा हेऱ्यो भने ढुङ्गाले उभिएको, अनि यो चाहिँ एकदमै के भनेको चोखो, एकदमै कसैले त्यहाँ नछुएको जग्गामा त्यो ठाउँमा चाहिँ प्रभु यीशु ख्रीष्टलाई है उहाँलाई गाडिएको भनेर हामी बाइबलमा स्पष्ट पाउँछौँ। अनि त्यो समयमा चाहिँ हामीले यो बाइबललाई खोलेर हेर्दाखेरि चाहिँ यो नक्सा डल्लै देख्छ कि त्यो समयमा यति साह्रो चहल पहल भइराखेको थियो है। साँच्चै नै एउटा प्रभु यीशु ख्रीष्टलाई मार्नका लागि चाहिँ धेरै सिपाहीहरू पनि त्यहाँनिर थुप्रिएको। अनि हाम्रो जति पनि प्रभु यीशु ख्रीष्टको 12 जना चेलाहरू चाहिँ तितर बितर भएको पनि हामी देख्छौँ है, अतालिराखेको देख्छौँ। हामी मग्दलिनी चियानमा आइन् र तिनले ढुङ्गा चियानबाट हटाएको देखिन् भनेको छ नि। हप्ताको पहिलो दिन आज आइतबार है त्यो मरियम र मग्दलिनी जब आउँदाखेरि चाहिँ त्यहाँनिर चियानको ढुङ्गा हटाएको देखिएको छ। यो सबैसँग यहाँ चाहिँ के भने चेलाहरू है जब पत्रुस अनि त्यो अर्को बेला बाहिर निस्केर चियातिर गए र तिनी दुई सँगसँगै दौडे। अनि त्यो अर्को चेलाले पत्रुसलाई उछिनेर चियानमा अगाडि आइपुगे। निहुरेर हेरी सुती कपडा यसै परिरहेको देखे, तरै पनि तिनी भित्र पसेन। मा भएको रुमाल चाहिँ सुती कपडासित होइन तर अलग्गै एक ठाउँमा बेलिरहेको देखे। तब चियानमा पहिले आइपुग्ने अर्को चेला पनि भित्र पसे अनि त्यो देखेर उनले विश्वास वचन अहिलेसम्म पनि जानेका थिएनन्। कोही पनि आज धेरै धेरै भगवानहरू धेरै कुराहरू हामीले पाएका छौँ। अन्त धेरैजना आएका छैनन् र इस्टरको सेवाकै बिहानको क्यारल हामी सक्यौँ र अब हामी घरतिर जान लागेका छौँ। भरे फेरि दिउँसो सेवाकै हुनेछ। अन्धेरो समयदेखि सुरु गरेको थियौँ, बिहान छ्याङ्गै भइसक्यो हाम्रो सेवाकै सक्दा होला। र सबैलाई फेरि पनि ह्याप्पी इस्टर भन्दै आजको म यो छोटो सानो भ्लगलाई म यहीँ बन्द गर्दछु। थ्याङ्क यू फर वाचिङ।